तिमीलाई त्यो राख्नु पर्दैन होइन मैले त्यो पनि ठिकै कुरा हो त त्यही त नि त्यो पनि केवटा दिएको छ मतलब ब्याङ्कको खाता हो त मलाई त लानु हुन्छ मलाई त थाहा छ त मेरो मम्मी भन्यो त्यतिखेर सुनेको अस्तिको दिन गएँ म मिलाइदिनु पऱ्यो नि दादाले सबै उतल पुतल पारेको छ मेरो मलाई मिलाइदिनु पऱ्यो एकदम खुल्लै टर्फा यस्तो हेरेको त खाता रहेछ अब हेर्नु पऱ्यो त्यो पासबुक आमामा अस्ति भर्खर जनवरी फेब्रुअरीमा 62,000 बसेको रहेछ त्यसको पैसा उसकोमा थियो 3 पल्ट पसेको छ 60,000 पसेको मलाई थाहा छ म त 2023मा पनि त्यसको अगाडि त दादाले पठाएको त्यसो कतिको 10 लाख 5 लाख पठाएको 60,000 मान्छेको त्यत्रो तपाईँले यत्रो सपिङ गर्छ आयुषलाई बुढोलाई लिएर नेपाल जानु दोकानको पैसा दिँदैन उनीहरू पर्ने होइन त्यही त बोकेर राख्नु दादाले चाहिँ कमाएर आउँदा त बिचरा कति खर्चको उसलाई क्यालकुलेसन उयो हुन्छ नि क्यालकुलेट गर्नुहुन्छ यत्रो बहिनी खर्च त्यो बोलीको झन्झाहरू नि फेरि के भन्छ बोला तिमीहरूले मलाई गरेका तिमीहरूले यसो यो पनि गर्नु पैसा पनि दिँदैन हुन्छ यहाँ अब जिन्दगी सुरजको यत्रो नेपालमा सुरजको पैसा किन मान्छेलाई पैसा लोगी लगेर गयो